तिमीहरूलाई थाहा छ एउटा कुरा, मान्छेको ट्यालेन्ट चाहिँ नि त्यतिखेरसम्म मात्रै थियो होइन जतिखेर चाहिँ एआई केही पनि आएको थिएन। मान्छेले चाहिँ केही गर्यो होइन, खतरा चिज आफूबाट भित्रबाट ऊर्जा निकाल्यो होइन, अब केही चिज खतरा पर्फेक्ट होइन, सबैभन्दा त्यसको नेक्स्ट लेभलको गयो होइन, केही चिज गर्नु पऱ्यो होइन, अब जस्तै एक्सर्साइजहरू गर्नु पऱ्यो होइन, केही अब खत्रै चिज गर्नु पऱ्यो होइन, त्यो त्यतिखेरसम्म मात्रै थियो होइन जतिखेर एआई आएको थिएन क्या। अहिले त के छ भने नि, उसले चाहिँ खतरा चिज गर्यो नि, उसले बक्सिङ सक्सिङ खतरा पञ्च हान्थ्यो भने त्यसलाई चाहिँ एआई भनिदिने। उसले खतरा खाले ड्रइङ बनाइदियो, खतरा खाले पेन्टिङ बनायो, उसलाई एआई भनिदिने। उसले खतरा खाले केही चिज गर्यो होइन, खतरा खाले अब आविष्कारै गर्यो भने उसलाई चाहिँ एआई भनिदिने क्या। त्यतिखेरसम्म मात्रै थियो जतिखेर चाहिँ एआई केही पनि आएको थिएन। अहिले त मान्छेले त्यो भ्रम भइसक्यो, त्यो मान्छेको दिमाग नि क्याप्चर भइसक्यो क्या, हाइज्याक भइसक्यो मान्छेको दिमाग एआईले गर्दा। जेलाई पनि एआई। मान्छेले अब यो सोच कस्तो बनाइसक्यो भने नि, मान्छेले चाहिँ अब यो नर्मल मान्छेले केही गर्न सक्दैन, यो नेक्स्ट लेभलसम्म जानै सक्दैन केही पनि। यसको चाहिँ यो सीमित क्या, यतिसम्म गर्न सक्छ, त्योभन्दा माथि जान सक्छ, त्योभन्दा माथि होइन यसले कि त भिडियो एडिट गरेको हुनु, च्याट जिपिटीहरू एआई हो त्यस्तो भन्न थालेको छ क्या। त्यो मान्छेको दिमाग हाइज्याक भइसक्यो, क्याप्चर सक्यो, मान्छेको सोच्ने शक्ति सक्यो। अब यति नै हाम्रो जिन्दगी केटा, बुझ तिमीहरू, यति नै हो।